दर्शकबिन्दुहरु सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सुमित गौतम ब्लगमा। आज हामी यसो रमाइलो भेटघाट घुमघाम गर्ने यसो गाउँतिर निस्केको छौं। यहाँ हामीसँग धम्बा पनि हुनुहुन्छ। धम्बा पनि खेतमा पुगेर आउनु भएको रहेछ। हेलो गरिदिनु भन्नु, आशा गरिदिनु, हाम्रो ब्लगलाई गरिदिनु, लाइक शेयर गरिदिनु, कमेन्ट गरिदिनु। बाइ बाइ छ। ल साथीहरु, आज हामी यसो घुमफिर गर्दै हिँडेका छौं। अब तपाईहरुलाई एकदम मजेदार जोक्सहरु भन्दै अब तपाईहरुलाई रमाइलो गर्ने छौं, हैन? हैन दोस्ती? चस्मा लगाउनु सलमान खान देखिन्छ कि? बात तो सही है। दौड़ना तो पड़ता है। सलमान खान आज हाम्रो दोस्ती हो नि फेरि गाउँको एकदम भला आदमी मिलनसार। उसलाई जिन्दगीमा दुईटा कुरा कहिले कमी हुँदैन, एउटा केटी अर्को पैसा। तू समझा? हाँ। नहीं, तू समझा नहीं। केटी उसँग कमी कहिले हुँदैन, पैसा पनि कमी नै हुँदैन। डेन्जर मान्छे हो। सेल्फी रोडमा छौँ हामी आज, गाउँघरकै लोकल, होइन दस्ती? कमलाको 2 खातादेखि तलको हाम्रो सेल्फी रोड घुम्न आउनु। सबै रमाइलो छ, हरियाली छ, होइन दस्ती? जमानामा हामी यहाँ पौडी खेल्थ्यौँ। भन्देऊ न, अहिले पानी छैन, जमाना चाहिँ पौडी खेल्थ्यौँ नि, बबाल पौडी खेल्थ्यौँ यहाँ चाहिँ। के हुने यस्तो भयो त नि? यो के भएर यो अब खडेरी लागेर पानी पर्दैन। अब हेर्नुहोस्, अब मौसमले साथ दिएको छैन, पानी पर्दैन। पानी नपरेर पहिले त तिमी नाङ्गै नहुथ्यौ अरे त नि? यो त हाम्रै गाउँको हाम्रो बाख्रा चढाउने ठाउँ हो नि यो। हो र? राति आइन्छ बाख्रा चढाउने यहाँ। हो र? के बाख्राहरू लिएर आउँथ्यो, भैँसीहरू? बाख्रा भुसी ल्यायो, यतै लक परेछ, यतै ठ्याकठुक गर्यो। हो र? रमाइलो हुन्थ्यो नि जमानामा त। अहिले पो केही छैन त, हेर्नुहोस् न, केही छैन नि, सुक्खा छ, घाँस पनि। पहिले पुरै गाडी थियो कि क्या अन्धकार? पुरै यतैबाट जाने हो क्या, सरर घुम्दै घुम्दै, होइन? खोला नाला हरियाली, दायाँ बायाँ सब हरियाली मात्रै छ। रमाइलो ठाउँमा त यहाँ यो घारीतिर उसले त आगो बालेको रहेछ। उसले आगो बाल्यो नि। एक जमाना त पुरै गाउँै खाइएको थियो। त्यतिकै तिम्रो नाम दोस्ती पढ त, अनि सबसँग दोस्ती गरिदिनु, होइन? अनि दोस्ती तिम्रो नाम त फट्याङ गरे त नि। बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तो कसले यो नरान गर्दियो मेरो नाम? तिमीले त नि रातभरि फट्याङले अनि जिस्काएर हरे अनि पत्र गऱ्यो आज। अनि तिम्रो त नि पुलिस चौकीमा आएको छ अरे त नाम, अनि वान्टेड। कौन है ये लोग? कहाँ से आते हैं? वान्टेड भनेर। ओ माय गॉड, ठुलै भयो त म, सेलिब्रिटी हो। अनि त्यस्तो गर्नुहुन्छ तिमीले चाहिँ? सेलिब्रिटी नै बनाइदिएको मलाई, पुलिस चौकी पुग्ने। अनि तिमीले एकपल्ट कुखुरा चोरेको होइन त गाउँमा? कुखुरा होइन हौ, हाँस चोर्या हो नि। कस कसको? ठुट्सको? यो हाँस चोरेको भनेको हामीलाई कति 3-4 घर तलतिर थियो, एउटा दोकान भएको घरको थियो नि। अनि गाई सुन न, अब 3-4 जना भएर कुखुरा हाँस चोरेछन् क्या उनीहरूले, दोस्तीहरूले हाँस चोरेछन्। अनि त्यो हाँस घरको मालिक चाहिँ फेरि दोस्तीको साथी, सँगै स्कुल पढ्ने, अनि चोरेर एउटा घरमा राखेछन्, होइन? डोकोले छोपेर। अनि 2 दिनपछि जसको घर चोरेको त्यसलाई मासु खुवाइदिएको अरे क्या। ल हामीले किनेर ल्याएको छौँ हाँस आइज भनेर, लास्टमा थाहा पाएर अनि 700 रुपियाँ तिरेका थिए 3 जनाले। देखा आपने लापरवाही का नतीजा है। होइन त? होइन नि, 1500 तिराको नि, जम्मा 1500 तिराको नि। शर्म करो, भगवान से डरो, भोसड़ी वालों, भगवान से डरो। सब्सक्राइब हान्दिनु ब्लगमा। शेट ठोक दीजिए, महाकाल का ठोक लीजिए। 5000 लौटे दिख जाना चाहिए। ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ।